एउटा महत्त्वपूर्ण तर घतलाग्दो यथार्थ, संसारको सबैभन्दा महत्त्वपूर्ण पेय पदार्थ भनेको पानी हो र त्यो निःशुल्क उपलब्ध हुन्छ। तर त्यसको हामी कुनै औचित्य राख्दैनौँ, त्यसको कुनै महत्त्व दिँदैनौँ, किनकि त्यो निःशुल्क उपलब्ध छ। त्यसै गरी संसारमा सबैभन्दा गहिरो र साँचो माया भनेको माता पिताबाट प्राप्त हुन्छ, त्यो पनि बिना कुनै शर्त, र पनि हामी त्यसलाई परवाह गर्दैनौँ, हामी त्यसलाई इग्नोर गर्छौँ। त्यसै गरी संसारको सबैभन्दा राम्रो एयर कन्डिसनिङ अथवा वातानुकूल मेसिन भनेको हाम्रो वरपर पाइने स्वच्छ हावा हो, जुन निःशुल्क रूपमा उपलब्ध हुन्छ। त्यसै गरी संसारको सबैभन्दा महत्त्वपूर्ण चिज भनेको समय हो, जुन निःशुल्क उपलब्ध छ, बिना पैसा हामीले पाउँछौँ, त्यसैले हामी यसको परवाह गर्दैनौँ। त्यसै गरी संसारको सबैभन्दा सुन्दर उपहार, अर्कालाई दिन मिल्ने उपहार भनेको मुस्कान हो, त्यो पनि हामी कन्जुसाइ गर्छौँ र देखभेट हुँदाखेरि एउटा मुस्कान दिन पनि हामीलाई गाह्रो भइरहेको अवस्था छ। यस्ता संसारमा निःशुल्क पाइने चिजहरू हामी वास्ता गर्दैनौँ, तर जब त्यही चिजलाई पैसा तिर्नुपर्छ, जब त्यही चिज पैसासँग तुलना हुन्छ, अनि बल्ल हामी त्यसको चाहिँ महत्त्व बुझ्छौँ, अनि हामी त्यसमा पश्चाताप गर्छौँ। जस्तै पानी, जब हामी प्रदूषण गर्छौँ र त्यस्तै अप्ठ्यारो अवस्थामा हामीलाई उपलब्ध नहुँदा त्यही पानी हाम्रो लागि कति महत्त्वपूर्ण हुन्छ। त्यसै गरी बाबुआमा जब गुज्रिनुहुन्छ, अनि बल्ल हामी उहाँहरूको महत्त्व बुझ्छौँ। त्यसै गरी जब हामी हस्पिटलमा अक्सिजन लिन्छौँ, त्यति बेला हामीलाई हावा वायुको महत्त्व महसुस हुन्छ। समय गुज्रिसकेपछि हामी त्यही समय फेरि कसरी चाहिँ कामना गर्छौँ, तर त्यो यथार्थमा उपलब्ध हुँदैन। त्यसै गरी मुस्कान हामी कन्जुसाइ गर्छौँ एक आपसमा भेट हुँदा पनि अथवा देखभेटमा पनि, र कुनै बेला त्यही आफूले मुस्कान अथवा चाहिँ एउटा चाहिँ सम्पर्क राख्न छोडेको व्यक्ति कुनै बेला त्यही व्यक्तिबाट हामीले सहयोग प्राप्त गर्दा अनि बल्ल त्यो मुस्कानको महत्त्व बुझ्छौँ। यो नै अहिलेको यथार्थ हो।